डे 4 आज चाहिँ म अरू दिनभन्दा नि अलिक छुट्टै तरिकाले हाल्ने प्राइसमा छु। किन भन्दाखेरि ह्यान्डस्ट्यान्डको वर्कआउट भनौँ न, ह्यान्डस्ट्यान्डलाई अलिक सजिलो सहज बनाउनलाई ह्यान्डस्ट्यान्ड वर्कआउट हाल्दैछु। र आज पनि दिउँसो काममा गएको थिएँ हल्का, त्यही भएर भिडियो चाहिँ मेरो जहिले बेलुका नै हुन्छ, त्यसैले आज नि बेलुका नै बनाउँदैछु म। आज चाहिँ ह्यान्डस्ट्यान्डको लागि म भनौँ न इफेक्टिभ हान्न गइरहेको छु। सेट हेरिदिनु है त। बाई बाई, गुड नाइट सबैलाई। आजको ह्यान्डस्ट्यान्ड चाहिँ सकिएको छ। किन भन्दाखेरि आज म अरू दिनको भन्दा अलिक गरेर पनि छ, थाकेको पनि छ, अलिक बढी काम पेलाउनु परेछ नि त दिउँसो, त्यसैले काम सक्छ बढी पनि फेरि बनाउनु पर्छ। छोड्न त मन लाग्दैन होइन, यत्रो मिहिनेतले बनाएको यति फेरि हाल्नुपर्छ, ह्यान्डस्ट्यान्ड पनि सिक्नुपर्नेछ, बढी पनि बनाउनु पर्ने छ। त्यसैले गर्दा काम सँगसँगै म चाहिँ बढी पनि जोस् बनाउने प्रयासमा छु। टक्क ह्यान्डस्ट्यान्ड पनि राम्रो हुँदैछ जस्तो लाग्छ मलाई, जोस् गर्छु म। त्यसैले आजको ह्यान्डस्ट्यान्ड चाहिँ यति नै सकिएको छ, हल्का गाह्रो पनि भइरहेछ। त्यसैले दिउँसो काम अलिक बढी भएर आजको डे 4 पनि सिद्धिएको छ। यति नै स्थगित हुन्छ है आज। भोलि भेटौँला डे 5। बाई बाई, गुड नाइट सबैलाई।